देशको एउटा बृहत गायन रियालिटी सो इन्डियन आइडल तेस्रोका विजेता प्रशान्त तामाङको हिजो दिल्ली स्थित एउटा अस्पतालमा आकस्मिक निधन भएको खबर फैलिन साथै चारैतिर शोकको लहर छाएको छ। यसै क्रममा तिनको पार्थिव शरीरलाई आज बागडोगरा विमानस्थलबाट सोझै दार्जिलिङतर्फ लगियो। यस अवसरमा विभिन्न क्षेत्रहरूमा तिनलाई श्रद्धाञ्जली अर्पण गरियो। तिनको पार्थिव शरीर यहाँको राष्ट्रिय राजमार्ग हुँदै खरसाङ ल्याइपुर्याउँदा खरसाङका कलाकारहरू, विभिन्न राजनीतिक दलका नेतृत्वहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, सदस्यहरू लगायत खरसाङवासीले अश्रुपूर्ण श्रद्धाञ्जली अर्पण गरे। खरसाङको मोटर स्ट्यान्डमा आयोजित एक श्रद्धाञ्जली कार्यक्रममा खरसाङका जिटी कलाकारहरूले गीत गाएर उनलाई श्रद्धाञ्जली अर्पण गरे। यसरी नै तिनलाई श्रद्धाञ्जली अर्पण गर्न धेरै टाढा टाढाबाट पनि मानिसहरू खरसाङको मोटर स्ट्यान्डमा उपस्थित भएका थिए पनि तामाङको पार्थिव शरीरसँगै तिनका परिवारका सदस्यहरू पनि उपस्थित थिए भने उनीहरूलाई पनि समवेदना व्यक्त गरे। यस अवधि खरसाङका कलाकारहरूले अश्रुपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। यस सन्दर्भमा गायिका, वर्तमान समयका एक प्रख्यात गायिका सुरक्षा सेन्चुरी, सङ्गीतकार रूपेश रसाइली, खरसाङ नगरपालिका अध्यक्ष बिरेन गुरुङ आदिले पनि आफ्नो विचार व्यक्त गरेका छन्।
हालिदिनुहोस् न तपाईँहरू सबले फुल छरिदिनुहोस् न ल उता र अहिले हामी सबै दार्जिलिङवासी मात्र नभएर सारा सारा संसारमा छरेर बस्नुभएको नेपालीवासीहरू एकदमै अब दुःखद क्षणमा छ है। हाम्रो पहाडको छोरा, हाम्रो नेपालीवासीहरूको प्राइड, हाम्रो इन्डियन आइडल सिजन 3 को विनर, हामी सम्पूर्ण नेपालीहरूलाई रिप्रेजेन्ट गर्नुभएको थियो यत्रो ठुलो मञ्चमा। त्यो मात्र नभएर अब उहाँ हामीमा भएन, तर पनि उहाँको गीतहरू होइन, उहाँले गर्नुभएको योगदान हाम्रो सम्झनामा सधैँ जीवित रहनेछ। र हाम्रो द हिमालयन ब्रिज ब्यान्डको एउटा पार्ट हुनुहुन्थ्यो प्रशान्त तामाङ दादा। हिजो अस्ति मात्र उहाँसँग प्रोग्राम थियो हाम्रो, हामीले सँगै कतिवटा कार्यक्रम गरेको थियो है, र धेरै मोमेन्ट्सहरू उहाँसँग थियो र एकदमै दुःख लागिरहेको छ, एकदमै अनएक्सपेक्टेड है। हाम्रो यत्रो ग्रेट लस भयो हाम्रो पहाडको लागि, विशेष चाहिँ है हाम्रो नेपाली इन्डस्ट्रीको लागि एकदमै ग्रेट लस हो यो चाहिँ। र त्यही भन्न चाहन्छु, अब एक दिन मर्नु नै पर्छ सबैलाई है, छोडेर जानु नै पर्छ। र दादाको गीतहरू चाहिँ हाम्रो सधैँ सम्झनामा रहनेछ। दादाको आत्माले शान्ति पाओस् र एकदम हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु दादालाई। यो चाहिँ मैले प्रोग्राम उहाँसँग गरिनँ, तर सुन्नुमा आयो अलिकति अस्वस्थ नै हुनुहुन्थ्यो भनेर है। तर प्रोग्राम एकदमै राम्रो गर्नुभएको थियो अरे दादाले भन्नु सुने मैले दादाहरूको मुखबाट। र एयरपोर्टसम्म छोड्दासम्म नै उहाँ राम्रै हुनुहुन्थ्यो अरे। सायद भित्रभित्र अलिकति बिसन्चो हुनुहुन्थ्यो कि, तर दादाहरूले हेर्नु हुँदाखेरि चाहिँ एकदमै फिट हुनुहुन्थ्यो अरे दादा चाहिँ, अनि प्रोग्राम पनि एकदमै राम्रो गर्नुभएको रहेछ। यहाँ हामी भेला भएको कारण त सबैलाई विदितै भइरहेको छ है। हाम्रो के भन्नु, शान
हाम्रो जातिलाई एकत्रित गर्ने भाइ सङ्गीतको माध्यमद्वारा प्रशान्त तामाङको देहान्त भएको छ र उहाँकै श्रद्धाञ्जली एउटा सानो कार्यक्रममा हामी भेला भएका छौँ र यो यहाँ श्रद्धाञ्जली दिएर हामी फेरि भाइको पार्थिव शरीरलाई लिएर दार्जिलिङ जानेवाला छौँ र एकदमै विश्वासै नहुने खाले घटना घट्यो। कारण भाइको देहान्त हिजो बिहान 11 तारिक भएको हो है र हामीसँग भाइ 8 तारिक फेब्रुअरीसम्म एकदमै सँगै 7-8 दिन हामी सँगै थियौँ, जाँदादेखि लिएर आउँदादेखि लिएर कार्यक्रम अवधि होइन, कार्यक्रम सकेपछि सँगै थियौँ र यस्तो घटना घट्छ भनेर हामीलाई थाहै थिएन है। भाइ एकदमै हेल्दी कन्डिसनमै हामीबाट बिदा लिएर गएको डिब्रुगढबाट र 2 दिन बादमा यसरी खबर आउँदा एकदमै सहन नसक्ने पीडा थियो हाम्रो मनमा सबै ब्यान्डको भाइसँग होइन। र भाइसँग धेरै लामो समयदेखि हामी एउटा एज अ ब्यान्ड हामी सम्बन्धित छौँ र एज अ ब्यान्ड भन्दा पनि धेरै हामी एउटा फ्यामिली रिलेसन थियो। बेला बेलामा भाइले भिडियो कल गरिरहने र हाम्रो ग्रुप कलहरू भइरहन्थ्यो, ब्यान्डलाई कसरी अगाडि बढाउने। अझै हामीले प्यान इन्डिया टुर गऱ्यौँ भनौँ न, दिल्ली, देहरादुन, आसाम, यो चारैतिर, आसामको धेरै जग्गा गऱ्यौँ र अरू जग्गा पनि जाने प्लान्सहरू थियो। भाइले हामीलाई एकपल्ट दुबईको कार्यक्रम मिलाउँदैछ है दाजु पनि भन्नुभएको थियो होइन, तर त्यो अब सम्भव हुन सकेन, भाइ आलिमा छैन र धेरै हामीसँग भेट्दासम्म चाहिँ अस्वस्थ थिएन। किनभने हामीसँग 4 तारिक भेट भएको भाइको, हामी एउटा 3 तारिक गएको डिब्रुगढ है, भाइ चाहिँ 4 तारिक फ्लाइटमा डिब्रुगढ आएको थियो र 4 तारिक फेब्रुअरीको दिन चाहिँ भाइको बर्थडे पनि थियो फेरि। अन्त योगेन चाहिँ भाइलाई लिनु एयरपोर्ट गयो, एयरपोर्टबाट आउँदासम्म पनि चाहिँ भाइ एकदमै फ्रेस आयो रे। त्योपछि हामीले डिब्रुगढमा खानासाना खाएँ होइन, त्यहाँ डिब्रुगढबाट चाहिँ हामी झन्डै 17 घन्टाको उयो थियो, ट्राभल थियो त्यो जग्गा जाने। त्यहाँ गएर पनि फ्रेसै थियौँ हामी। 5 तारिक हाम्रो सानो प्र्याक्टिस जस्तो थियो, 6 तारिक कार्यक्रम, 7 तारिक त्यो जग्गाबाट फर्केर, त्यहाँदेखि 8 तारिकसम्म पनि भाइ एकदमै राम्रो अवस्था। कारण हुनसक्छ त्यही त, अब सूत्र अनुसार जानकारी पाए अनुसार चाहिँ भाइको हार्ट एट्याक भएको भन्ने, कार्डियक एरेस्ट न के भएको भन्ने चाल पायो है। र 8 तारिक भाइ घर पुगेर पनि हामीलाई भिडियो कल गरेको हो हामी ट्रेनमा हुँदा है। र 9 तारिक पनि हाम्रो सुकराज भाइसँग पर्सनली उनीहरूको बात पनि भएको रहेछ, भिडियो कलमै बात भएर प्रशान्तको नानी, सुकराजको नानीहरूलाई पनि बात गराएको रहेछ। त्यो 3 दिनसम्म पनि भाइको स्वास्थ्यमा त्यस्तो केही खतरा छ भन्ने केही सङ्केतै देखिएको थिएन क्या। त्यो कार्यक्रमको विषयमा हिजो हामी तल मेथीबारीमा एउटा हाम्रो एउटा डिपार्टमेन्टल कार्यक्रम थियो चाहिँ हामीले सोचिसकेको छौँ भाइको सम्झनामा एउटा श्रद्धाञ्जली कार्यक्रम गर्ने भनेर। तर त्यो अगाडि पनि मैले र योगेनले चाहिँ अब भाइलाई पहाडमा भित्राउने एउटा धोको थियो क्या भाइ, बहुत डरलाग्दो ठुलो धोको थियो। योगेन र मैले कुरा गरेर थियो होइन, प्रशान्त एकपल्ट दार्जिलिङ चाहिँ चढाउनुपर्छ हौ, फेरि मान्छेको मनमा जुन चाहिँ एउटा भ्रम थियो उसको विषयमा त्यसलाई तोड्नुपर्छ। किनभने प्रशान्त पर्सनली कस्तो मान्छे छ त्यो हामीले जानेको थियौँ है, प्रशान्तको भित्रको पीडा के थियो त्यो हामीले बुझेको थियौँ क्या। मान्छेले भन्थ्यो प्रशान्त आएन, दार्जिलिङ कुनै के भयो, तर जुन चाहिँ किसिमको अप्ठ्यारोमा परेको थियो, इन्डियन आइडल भइसकेर 2 वर्षसम्म जुन चाहिँ सोनीले उसलाई कन्ट्र्याक्टमा राखेको थियो होइन, त्यो अवधिमा उसले कस्तो पीडा भोग्नु पऱ्यो त्यो चाहिँ प्रशान्त हामीलाई बताएको थियो कि। र हामीलाई पनि एउटा धोका थियो कि भाइलाई हामीले पहाड एकपल्ट चढाउनुपर्छ भन्ने। त्यो चाहिँ अब धोका पुरा हुनु सकेन। भाइलाई 2007मा पहाडको जनताले भव्य स्वागत गरेर यहाँनिर ल्याएको थियो र आज एकैचोटि भाइ फेरि मर्नु उपरान्त आफ्नो शवको स्थितिमा यहाँ आउँदैछ, त्यो चाहिँ बहुत दुःख लागेको। सबैलाई हिजो यो खबरले मर्माहत बनायो, हामी अति दुखित बन्यौँ। मेरो सिजन 3 इन्डियन आइडल विजेता प्रशान्त तामाङको अकस्मात हृदयाघात भएर देहावसान भएको खबरले प्रशान्त तामाङ
हाम्रो सामूहिक प्रपर्टी हो, सम्पदा हो, हाम्रो सम्पत्ति हो। उनमा जुन प्रतिभा थियो, हामी सबैले विश्वभरिका सम्पूर्ण सङ्गीत प्रेमी दाजुभाइ दिदीबहिनीहरू, विशेष गरी गोर्खा जमात अनि सम्पूर्ण अरूहरूले पनि सबैले सपोर्ट गरेर उहाँको प्रतिभालाई अगाडि ल्याएर उहाँलाई हामीले इन्डियन आइडल त बनायौँ, तर उहाँको जुन चाहिँ प्रतिभा त्यो निखारियो। तर अर्को त्यसको पहलु के हो भनेदेखि चाहिँ गोर्खा जातिमा यो कला संस्कृति संस्कार यो सङ्गीत पनि मा पनि गोर्खा जाति चाहिँ कम्ती छैन रहेछ र भनेर एउटा अर्कै छुट्टै प्रकारको गोर्खाको एउटा अर्कै आयाम उहाँले थप्नुभयो र वासी सम्पूर्ण खरसाङवासीको पक्षमा उहाँको देवासनप्रति यति छोटो उमेरमा, यति कम्ती उमेरमा 42 पुगेर 43 वर्ष लागेको उमेरमा उहाँले यो संसार छोडिजानु हाम्रो लागि अथवा सङ्गीत जगतको लागि खालि नेपाली सङ्गीत मात्रै होइन, सम्पूर्ण सङ्गीत जगतको लागि नै एउटा ठुलो क्षति हो, जसको भरपाई गर्न अति नै मुस्किल पर्न जानेछ। यो भ्याक्युम सायद कहिले पूर्ण नहोला, तथापि प्रकृतिलाई हामीले नकार गर्न सक्दैनौँ र उहाँको आत्माले सुयोज्य पाउन्, आत्माले उहाँ माने स्वर्गमा बास पाउन् र उहाँको परिवारजन र सम्पूर्णमा यो सहनै नसक्ने यो दुःख सहन गर्न सक्ने ईश्वरले शक्ति प्रदान गरौँ भन्ने हामी प्रार्थना गर्दछौँ। सम्पूर्ण खरसाङवासीको पक्षमा हाम्रो दुखेसो यसरी नै हामी पोख्न चाहन्छौँ।